टोकियोको व्यस्त जीवनबाट छोटो ब्रेक, जम्मा 2 दिनका लागि तर पुरा रिफ्रेश हुनका लागि हामी जाँदैछौँ खारुइजावाको शीतल र सुन्दर प्रकृतिमा। जब हामी यात्रा गर्छौँ हामी पैसा खर्च गरिरहेका हुँदैनौँ, हामी सम्झनाहरू किनिरहेका हुन्छौँ। हो, यही त हो सही कुरा। हरियाली, शान्त वातावरण अनि आरामदायक कटेजमा एक रात हामी खेल खेल्नेछौँ, एकअर्काबारे कुरा गर्नेछौँ, जुन कुरा अहिलेसम्म थाहा थिएन त्यो जान्नेछौँ। यो ट्रिप हाम्रो लागि रिफ्रेसमेन्ट, रिल्याक्सेसन अनि परिवारसँगको रमाइलो समय बिताउने मौका हुनेछ। खारुइजावा प्रकृति प्रेमीका लागि स्वर्ग। टोकियोबाट सिन्कान्सेनमा जम्मा 1 घण्टामा आउन सकिन्छ यो ठाउँ। यो यात्रा हाम्रो लागि केवल घुमघाम होइन, रमाइलो गर्ने मौका हो। यो समय हामी लामो समयको कामको थकान बिर्सनेछौँ। यो क्षणमा हामी बस बाँच्नेछौँ, पुरा दिलले, पुरा माया र हाँसोले। आउनुहोस् हाम्रो यात्रामा सँगै अनुभव गरौँ। सातवटा ए हुन्छ फेरि म फेरि जति बेला नि त्यो माथि आफै अहिले भएको माथि सोच्दो रहेछ कि हामी त्यो देखेर त्यो मात्र हेरेको गर्दो रहेछ कि हामी तल ओनी आउँछ भन्दै यता तान्न भयो। हाम्रो पनि पत्ता लाग्यो ल। हाम्रो होटेल आयो है त। बाबा यो लिनमा आकाची मार्नु पहिला लाखाची मारे लाउनु खोल्नु आँखा खोल्ला एउटा फोटो ल फोटो तान्न पर्छ बरु यही बेलामा एउटा टिकटक बनाऊ न, गीत बजाइदियो ल। यतातिर यस्तो छ क्यामराम्यान साइर फेरि लजार हेर न फेरि सबको आफ्नै छ यहाँ संसार। हामी अहिले त्यस्तो कटेजमा बस्ने उता त्यस्तो साइडतिर। अहिले कति बज्यो अरे? 11 होइन? 11 बज्यो। ल जाऊँ, 11 बज्यो। लगेज सगेज राख्यो होइन, 3 बजे चाहिँ चेक इन भइन्छ होइन? ल जाऊँ। ल गोदावरीको एउटा एकदम मिठो एउटा किस्सा सुनाउनु न त। गोदावरीको एउटा मिठो किस्सा सुनाउनु न त। ल एकदमै सम्झिन लायक एउटा क्षण। गोदावरीमा सबै सम्झिन लायक होइन, एउटा तपाईँहरू बिचको के ल तपाईँहरूको केही स्पेसल मुमेन्ट सुनाउनु गोदावरीको भनेको क्या। ल भन्न मिल्ने खालको के। ल कुनै पनि छैन ल भन्नुहोस्।
गोदावरी गएकै छैन म आज लास्टमा त गाएन भनेर लगाइदिरहेको मलाई त्यो नउडेको राम्रो फुल चाहियो डन्डी मात्रै भएर भन्नु त्यसलाई दिएर र नि उस मागाउनु भयो धेरै फुल सन्जाहरू लिएर आउनु उ सन्देल त आफैले लिएर आएर दिनलाई नि त उनले झरेको थियो अब आफै ल्याएर दिन्छु भनेर होला नि ल ल उसलाई पिर अर्कै छ फेरि मान्छे मायाको अगाडि जस्तो खेसाचुको के मतलब अनुभव छ नि त खेसाचुको त्यही भएर ल ल मारो मुची ओहो ल मेहनत आफै गर्नु त त्यो मेहनत आफै गर्नु ल त्यतातिर सुरु भइसक्यो दुईटाको माइक छैन हामीसँग ल के बोल्दैछौ बोल न ल भन न रोनिन त यहाँ सुतेको अवस्था छ ड्याममै छोपेर हावन नआउला त्यस्तो गर्दिन ल ल बाबु त निरायो ल ठीक गर्ला स्लो मोसन कोरेको त सुगेन साइरन फुगर झन् उडाको गरौँ ला गोडी बाकै उ रहेछ त है नेतान धेरै बनाउने डिस्काउन्ट हालेपछि त जलिन किन गोदावरीको बल्ल याद आयो होला नि त्यहाँ त म त गएको छैन गोदावरी के छन् चित्र हेरौँ न खानेकुरा यो होइन हेर खानेकुरा भएको यो के हो यो खारे सारी रहेछ स्यान्डविच रामेन भयो होइन खाडी काफी छन् त्यही छ एउटै ठाउँमा यहाँ हो कि बोल्ला हामी आम ओ सरी जग रन रे ओहो कुकुरलाई पुरै झुला रहेछ नि त त्यहाँ झुलामा गएर एकछिन रमाउने हो कि आफ्नो कुकुर ल्याउने अनि छोड्ने अनि आफू त्यहाँ बस्ने डगकै डिपार्टमेन्ट कति धेरै हो सुविधा कुकुरको लागि मान्छेले कुकुर खाने कता अन्त नि हो हामी पनि गएर यसो इन्टरभ्यू लिइदिने र विप्लव जाउँ यहाँभित्र होला र हो जाउँ जाउँ ल आफैले इरासै मासै भन्दै छिरौँ लाज माने त बटेन हुन्छ यही बसौँ भनेको एबी र युरिन चाहिँ भनेको यो सेकेन्ड र थर्डको होइन यो सेकेन्डको थर्डको अनि यतातिर बच्चाको ओके ल तिनवटा ल त्यो सेकेन्ड नम्बर गर्ने एउटा तानतान मेन तानतान हुँदैन दुईवटा गर्नु पऱ्यो त्यो भनेको 2 नम्बरको 2टा गर्छौ हामीहरूलाई पनि त्यही हो अनि त्यसपछि सञ्जालले चाहिँ त्यो सुन्दर कुरा अनि त्यहाँ एउटा विभिन्न चाहिएको हुन्छ नि हुन्छ त्यति होस् हुन्छ ल घिउ अलि सोध्नुपर्छ यहाँ गएर सुमिमासेन कोでいいですかビビンバで牛が入ってないやつもありますかはい、ここの並びはポーク選べますので。はいはいはいはいはい豚とかですね豚です。わかりましたこの4つだけはい、あ
こちらはお肉が入っていないです。あ、はいはいはい。わかりました。こっちとかは牛肉です。ここも牛。牛と豚のミックスです。あ、ミックスです。はい。के आयो एमा सेट बाँकी छ उता ए हो लिन जानु ल त ल ए के अरे ऊ देखाउनु पर्छ त्यो बजेको खोइ त मैले उता हो अझै छ अनि यता बाँकी नै छ है के हो यो सेट खरागे र एबीको होइन त ओके ल हाम्रो अब खाजा रेडी भयो भन्न पर्यो होइन पिरो रामेन छ यहाँ बिबिम्बा अनि यहाँ तान उदन सुसीको पो रहेछ त अनि यहाँ यो चाहिँ अब किचुने उदन लगायो थाहै भने खाइनु होला है ओको सनसेट पनि एकदम खवाइरहेछ झन्डा गाडेको खरागे ओके ठिक छ खै अरिगातो जयमास पुग्छ होला कसरी ल्याए दुईटा पुग्छ होला तानमेन पनि दुईटालाई छ दुईटालाई अनि अर्को किचुने उदन छ नि त दुईटालाई वाउ मैले हिँडाएन नि त परे ठिक छ नि त दौडाउनु यी बौल आइसक्यो बौल के अरे बौल पार्क गरेर फेरि अहिले बस्नु पाएन धेरै बेर हामी त एकछिन ल Lover with you, love with you, feels so true, feels so new. Love with you, love with you. देखि नि बिचमा आउनु सही रहेछ नि त हो मलाई त्यस्तो ओके घुमाइने छ त दोगा त त्यो कराउँछ हिँड्नु भन्दा बिचार बुढीलाई धेरै दोगा त तेरो काँदा गमेन्ने भन्नु भन्थ्यो कति शीतल है ओहो बल्ल फिल खारुई जावा भयो नि त अनि आमामा है मलाई चाहियो अहिले चाहियो पनि यति धेरै ट्याक्सीको त्यो नै भइदिएर है डेन्जर ट्याक्सीबाटै जाने बसमा जाने भयो होइन त हामी आएको बस यही हो अनि हाम्रो सामानहरू झिकिसक्यो डिक्कीबाट हो र ए ल मैले भिडियो बनाउँछु भन्दै थिएँ फेरि राख्ने हो एकचोटि ड्राइभरलाई भनेर ओके आरिगातो गोजाइमास यसलाई झिकान छ भने नेपाल हो हिमालय हाय डाङ्गो खास के हो अरे डाङ्गो अनादिको चामलको ल एकदम अरिगातो गोजाइमास खाम्पाई ओहो मान्छेले खाइसक्यो फेरि झर्ना त यहीँ देखियो त
देखेको है के भयो डर र साइबा फाइनली आजको गन्तव्य सिराइतो नथाकी सिराइतो वाटरफल्समा आइसक्यौँ हामी। सुरुमा त यो झरना देख्दा अलि सामान्य नै लाग्यो, किनकि नेपालमा ठुलो ठुलो झरना देखेको, यति हेर्न आएको त हामी जस्तो भएको थियो। तर पछि इन्फर्मेसनमा हेर्दा यो झरनाको त छुट्टै सङ्घर्ष, छुट्टै कथा रहेछ। ज्वालामुखीको कारणले हिमालमा परेको हिउँ जमिनभित्रबाट रसाउँदै 6-7 वर्ष लगाएर यस्तो झरना बन्दो रहेछ। अनि यस्तो झरनाहरू जापानमा धेरै ठाउँहरूमा रहेछन् र यस्तो झरनाहरूलाई सिराइतो झरना भन्दो रहेछ। सिराइतो थाकी अर्थात् सेतो रेखा। यस्तो सेतो रेखा हेर्नको लागि मर्नभन्दा अगाडि एकपटक आउनै पर्ने ठाउँ भनेर यहाँ एउटा किम्बदन्ती रहेछ। त्यसैले बुढा व्यक्तित्वहरू आउनुभएको थियो, जापानिज लगायत चाइनिजहरू, अझ भनौँ व्हिल चेयरमै मान्छेहरू आएका थिए। त्यसैले आजको यो ठाउँको पनि कथा सुनेर एकदमै खुसी लाग्यो। यसो एउटा है कसरी यही खाने हो आउलिए त त्यो एउटा हो के ए तातो रहन्छ नि त यसो सुकसे नाम आयो सानकुन मत बदले तपाईँ नै दुईजना गए खाने क्या तपाईँ खोइ उ घर ल तातो छ भन्थ्यो त बुढो तल चाहिँ cheese balls. No. ल भयो हजुरलाई खै त होइन भयो लाउनु न सुगोइ न नानी गरे हेलो मोनालिसा हेलो तिमीलाई ए हो चढिराख्नुहोस् ल जाउँ तिमी त्यतै बस्छौ
बिम्लो त पछाडि बस्छु भन्छ के त्यही सुतेर आउने हो के हो थकै लाग्यो यो बस कुरेको लाइन हो के को लाइन हो यो हजुर म पनि नेपाली हो कसको बच्चाहरू नि ए आमा यो घर हो कि जस्तो लाग्यो 95 हो ए लेखेछ त्यहाँ बल्ल 15 आउँदैछ ए अझै बनतिरै लैजाँदै खबै नयाँ दुले हेरे जस्तो भयो त भगवान छैन यार बत्ती त छ भित्र बिजनेस आइडिया हो हेर्नु त ठुलो घर नबनाउने कति अरे 919 ए अझै धेरै जाँदैन काल अगाडि रहन्छ नि त ए पोखरी यही रहेछ नि त ए यो पोखरी ए के यही जस्तो छ के त हो के रे हुन त तर मान्छे बसे खाने बत्ती बाल्ने ए बत्ती बल्दो रहेछ तर खतरा है तर राम्रो यत्रो धेरै रहेछ नि त है छुट्टै अर्को कलर लगाएको घर छुट्टै छुट्टै रहेछ कि संसार होला नि उता सानो ठुलो होला नि हाम्रो जम्मू चाडहरू हुन्छ कोर्ट पनि रहेछ नि त्यहाँ टेनिस खेल्नु यही यो अझै बनतिर लगे त क्या नि हो रुको जरा सबर करो बोला धक्का बुक्की नहीं करने का आराम से लेने का हाँ बाटोमा नि बत्ती छ नि के म त डर लाग्यो अहिले आउनै टाढो आउने भयो त बस कहाँ आउँछ 15 मिनेट आउँछ ए यो भरि हिँड्छ होला है बस बरु बाटै चिनिन्न क्या होइन बस ओहो अब उता रमाइलो थियो यता त भयो अलि कस्तो कस्तो के यहाँ जुन जङ्गल भयो नि त झन् रमाइलो सुन्छ हामी केटाकेटी यही घर हो क्या यहाँ त नै उसले हल्ला भयो कति धेरै रहेछ न है 100वटा जति नि रहेछ नि त्यो घर त्यत्रो पार्किङको एउटा एउटा होला नि अझै यहाँ त बिहे गर्नको लागि आउनु छ तिनी एउटा घर बाहिर चौराइ सुते नि हुन्न नि यस्तो चिल्लो छ बच्चालाई खेलाउन चाहिँ आनन्द रहेछ जब कुदिराख भनेर दिनभरि कुदिरहेको हामी घुमेर आउँछौँ हामी आउटलेट जाने बल्ल सन्त हाम्रो 995 959 995 आयो अब 994 आयो बोल्नु न होइन यो रहेछ कि अझै आउने तर यहाँ आइडिया पनि कस्तो डेन्जर यही रहेछ घर र ए अझै 158 हुँदो 958 यो हो 959 हो ल ठुलो घर रहेछ 959 959 ल जाम त सबै सामने ल जाम ल खोला ल ल छिर ल वाउ दामी रहेछ नि त ल आम्मामा सप्पल नि कति धेरै हुन्छ नि ल ल ल नयाँ घर लियो होइन ल जति हल्ला गर्ने गरम टिभी यता र यतातिरको अहिले लाइट बालेर फेरि खिच्न पर्छ लामुटी आयो नि त अनि एउटा हो फुरो लामुटीले खाने भयो रुम छुट्टै छुट्टै छ
बक्समा चाहिँ हामीलाई धेरै राम्रो यो बक्समा के रहेछ खोलिहाल्छ नि म Sayang, doko iru no? Ronin doko iru? Nagachi ya. ल 4 वटा कोठा रहेछन् हैन? जता रोजन भयो के रे कसरी आउनु यता पछि गएको कि यता हेरेर बस्नु पर्छ म चाहिँ यता रोजा छाडेको कुरा त्यो झलुङ्गे जस्तो के है बरु होटल लैजान्छ भने सोध न चिगाउ खाजै लिएर आए बिचारा सबैले त्यही टेन्सन रहेछ है खाजैको छुट्टी होला अगाडि होला बाटो विप्लव त मेरो आफ्नै पसल जस्तो चिर्दियो म त आज पुरै हो त नयाँ फ्यामिलीबाट आइयो के हो त यस्तै भक्कु चिप्स लिएर जाने होला नि त पहिला उताको रेस्टुरेन्टको हेर्ने नि त बेन त हेरौँ न के छ छैनन् नि त बेन त नै के यासमिन चिसो खानु पर्यो बेन त्यही नै नि त्यो तलको रहेछ कि पास्ता रहेछ केही छैन ओहो द फार्म फ्यामिली मार्ट लेखेको छ त है लोगो नै अर्कै छ अब रेस्टुरेन्ट त खोज्नु जानु पर्यो नि त नि कोक्का र वा हाइरे मासु नि लेखेको हामी फेरि जता पनि हाइरेहरू कता छ यो हो सोध न भेट्नु कहाँ हामी ओहो तिमी के गर्दैछौ त नेता हो हाम्रो यस्तो छ आजको यो लथालिङ्ग भन्ने के भन्ने कस्तो छ कस्तो हुँदैछ रमाइलो छ कि कस्तो छ राजन सर के छ खानेकुरा केही फ्यामिली मार्टमा नपाएर फेरि 7-11 गएको साइरा खोइ त नि साइरा अब किन सुतेको त नि आऊ खाना आऊ ल मामाले उहाँ आइसक्रिम ल्याइदिनु भयो अहिले पछि भाइ सुतेछ है हाई गरेर त ल के छ कस्तो छ भाउजूलाई कस्तो भयो मलाई त सोचेको भन्दा राम्रो यहाँ झन् एकदम यो हरियाली देख्न पाएको होइन उता झन् एकदम
उता चाहिँ एकदम भिडभाड मात्र देखिरहेको यहाँ एकान्त शान्त भनेपछि यो खारुई जावा आउनलाई अरूलाई पनि बोलाउनुहुन्छ कि नआउने भन्नुहुन्छ? सो त एकदम ओसुसु मेरो किन आउनु पर्यो? किन आइएन पहिला किन आइएन यता पनि आइला ल भन भोलि कमेन्ट गर्छु अहिले भन भोलि हेरेर कमेन्ट गर्छु अहिले भन विप्लवलाई कस्तो हुँदैछ? मलाई एकदम रमाइलो भइरहेको छ अब अलिअलि ठगै लाग्छ सरी अलि धेरै गयो अझै सकिँदै भएन के सकियो कुरा ल ल खाना सहित ताकिमा सहित लैता ताकिमा खोइ राजन सन ताकिमा ओके ल साइरा ओसी अब एकछिन सिजुका गेम खेल्नु है ल अनि अब यो गेमको आज हामी त होइन हाँसोहरू जम्मा गर्ने होइन अनि चाहिँ एकअर्कालाई अलि राम्रोसँग बुझ्न त बुझिएको छ होइन अझै एकअर्काको होइन भन्नाले हबीहरू होइन एकअर्काको राम्रो नराम्रो कुराहरू बुझिएको छैन नि नराम्रो कुराहरू त केही छैन 5 वर्षपछि तपाईँ आफूलाई कहाँ देख्नुहुन्छ अरे जापानै भइन्छ होला हुन त होइन अझै नि अझै पनि कतै जाने त्यस्तो योजना छैन जापानै भइन्छ यही ठाउँमा भइन्छ होला होइन छोराछोरी अलि ठुला ठुला हुन्छ केटाकेटी पनि अलिक ठुला ठुला हुन्छन् के अरे होइन छोरीको खुसी अब त्यस्तो अब एकदमै धेरै नै सोचेको हो अझै प्रगति हुन्थ्यो होला है केही है अब त्यस्तो धेरै नै केही त्यस्तो योजना छैन मनपर्ने खाना खेल वा चलचित्र के हो एउटा भन्यो नि जेरी मन पर्छ पब्जी भन्नु होला पब्जी खेल्दिनँ लुडे भयो जिन्दगी मेरो फेभरेट आएको चाहिँ सकस र केसर हाम्रो त के तारक मेहताका उल्टै चस्मा त छ दुईटै अनि तपाईको मनपर्ने सोख के हो अहिले मेरो मनपर्ने सोख भनेको त घुम्ने के उसको मनपर्ने सोख भनेको अहिले उ के रे टिकटक मोनेटाइज गर्ने सबैले सपोर्ट गरायो एक त अब 10K फलोअर्स त पुगेको ल बस डराले ममले गाली सबैजनाले हेर्दिनु पर्यो सजिलो क्वेसन जम्मै गयो नि त साइरा यदि तपाईँलाई पुरा दिन फुर्सद मिल्यो भने त्यो दिन तपाईँ कसरी बिताउनु? ओहो मेरो साइडलाई गुड क्वेसन आएछ के गर्न चाहन्छौ तिमी दिनभरि ल मोबाइल छ जस्तो सबै क्वेसन ल भन होइन त्यहाँ ट्विस्ट आउँछ नि त्यो त त्यहाँ कहाँ आउँछ त दिन भयो म ल भन जे मन लाग्छ त्यही गर्न पाइन्छ मसिरे हुँदै हुँदैन नि ढिलो उठेर कति बजे ढिलो Oh my God. म त एकैचोटि 3 बजे उठ्थे अनि होइन यहाँ ढकढक भएको ल 10 बजे उठेर 10 बजे उठेर त्यो त त्यहाँ लग लगायो नि मिठो चिप्स जस्तो खाँदै आमा लौ न अनि सुत्ली कुन फिल्म हेर्ने नि भूतको दिउँसो नि भूतको फिल्मकै पर्दा सर्दा लाएर फेरि तिम्रो मेरो एकदम स्किप त गर्नै पाइन्न तपाईको सबैभन्दा रमाइलो बाल्यकालको सम्झना के हो सजिलै भन्छ त बाल्यकालको सम्झना मैले भन्ने बाल्यकालको कस्तो यहाँले बसेछ छिटो त ए तपाईले भन्नुहुन्छ कटिन लागेन स्कुल गएको तिमीले थाहा पायो क्या त्यो भए त हुन्थ्यो ल मसिमा त्यो पनि गोसीसँग देख्छ तपाईको सम्झना हो नि त नि टोयलेटमा जाँदा त्यो चेलले च्यापेको कि त्यो भन्नु चेलले त च्यापेको थियो नि त्यो भन्न मिल्छ सबैलाई हुन्छ त्यो त हो तर होइन चेलले च्यापेछ के होइन होस्टेल बस्दाखेरि चाहिँ
राति चाहिँ जो निदाउँछ अर्काको झोलाको सामान जम्मै निकालेर खाइदिन्छु बाँकी रहेको सबैले म निदाएको बेला मेरो सामान उड्यो अनि एउटा साथीलाई चाहिँ टाइले चारतिर यसरी खाइदिन्छु सबैको टाइ निकालेर त्यो चाहिँ एकदम रमाइलो रहेछ अनि त्यसपछि केर्दिने निदार गरी होइन निदारभरि केर्दिनु राति निदाएर बल्ले अनि उडुस लागेर दिनभरि त्यो लहर चौरमा हामीले बेडसिट सुनाउँथ्यौँ कि अनि कति दिन त क्लासमा गएर सुन्थ्यो बेन्चमा मेरो सिट हालिदिनु पर्थ्यो मेरा सिट हाल्दै अनि दिँदा पछि त होला एउटा भाइ त्यो 3 कि 4 कक्षामा पढ्ने भाइ त्यसकोबाट आएको उडुस त जथातथ सबैमा त्यो त यस्तो नि त्यो भएर मेसेज गर्नु अहिले के छ अहिले साइगो ने साइगो कोरे दे कोरे दे बात लामो छ त अरू जोडीहरूमा तपाईले सबैभन्दा बढी प्रशंसा गर्ने कुरा के हो? भिनाजुकै बिहामा भेट गर्थ्यो त नि होइन त्यो भिनाजुले के मतलब हाम्रो घर आए पनि ससुराली हो नि त आफ्नो घर गए नि म ज्वाइँ हो भनेर काम चाहिँ गर्नुहुन्न के सबै पकाउनेदेखि लिएर घर बनाउनु भयो भने कलरहरू लगाउने त्यस्तो गर्नु भन्न चाहिँ खोजेको होइन कि म ज्वाइँ हो है यो घरको भनेर चाहिँ बस्नु कि त्यस्तो चाहिँ मनपर्छ होइन मतलब त्यो आफ्नो टाइपको हुन्छ परिवारमा सबैभन्दा बढी कसलाई आदर गर्नुहुन्छ र किन रे? अलि सोचेर भन्नु पर्यो आधार त मैले सोच्नै पर्दैन आधार त उहाँ त अब छुट्टै ठाउँमा हुनुहुन्छ मैले एकदम आदर गर्ने चाहिँ मेरो मम्मीले मलाई कति दुःख गरेर यहाँ पठाउनु भएको होइन अब बाबा मम्मी भएर उस गर्दाखेरि मम्मीको चाहिँ अलि बढी हात छ क्या त्यही भएर मैले मम्मीलाई चाहिँ एकदम हरेक उसमा चाहिँ सम्झिन्छु पनि यहाँसम्म पुगेको नि म मम्मीले गर्दा हो है नत्र म अब नेपालको कुन गाउँमा हुन्थेँ कहाँ हुन्थेँ है मैले जापान आउनु अगाडि मैले भिजा आइसकेको मान्छे पनि म जान्न भनेर हार मानेर बसेको मान्छे मम्मीले भयो जसरी नि तँ चाहिँ जानुपर्छ भनेर जापान आएर त्यो 2 वर्ष मैले गएको पढ्दाखेरि मलाई यति गाह्रो हुँदा नि मम्मीले उहाँबाट सपोर्ट गर्नुभएको के है गएको फी पनि मम्मी मलाई उहाँबाट पठाएर त्यसरी म धान्नेको भनौँ न त्यहाँसम्म गर्नुभएको त्यही भएर मैले त्यही नभएर त त्यहाँसम्म चाहिँ मम्मीले गर्नु पर्यो अनि त्यसपछिको चाहिँ बल्ल सन्दीप सान्सा भेट्यो अनि त्यसपछि मेरो पहिलो डेट चाहिँ के अरे काठमाडौँको रत्नपार्कमा उतै रहेछ मक्क पर्छ रत्नपार्कमा कालो कुर्ता लाएर आएको कसरी भेट भयो के भयो त्यो त भन्नु पर्यो नि त के हो सँग म पहिला भएको तर यस पहिला यसो मायाको फिल भएर जेठ जस्तै होइन भेट्न बोलाएको अनि कालो कुर्ता लगाएर आएको होइन केमा मेसेज गर्नु कि कुन टुकटुके फोन नगर्नु कि पहिलाको जमाना पुरै भन्नु न सुन भेट भएर त पहिल्यै भएको के कोसँगै पढेको मान्छे हो तर यसो लप्पर जस्तो भएको त्यो बेलादेखि अनि त्यो बेला चाहिँ उसले मसँगै भेट्न भनेर आएको मायाले जुलुममा डुबेर भेट्नु +2 भन्दा पछाडि हो कि है ए +2 सम्म डेट निन्द्रा लाग्यो हेर्न उहाँ गएको त आमा +2 मा त म बच्चै थिएँ नि आफ्नो मनपर्ने गीतमा अहिले नाच्नुहोस् टाइमर लाएर गर त
अब यो स्टेप आउँदैन स्टेप नआए त फर्खनी घुम्दैन न कपाल हल्केन हैन हेरेको मात्र हैन भन्दा लामो बाँकी छ आउँदैन रहेछ के गर्ने वाह कति हो ल हो ल न तपाईको पार्टनरलाई पहिलो पटक देख्दा तपाईको प्रतिक्रिया कस्तो थियो ल कुन चाहिँ पार्टनर हो नि फेरि ल मै लड्न आएको फेरि कुन चाहिँ कहाँ भन्नु अनि यो त पार्टनर पार्टनर भनेपछि अरु कहाँको पार्टनर त अरु त संसारकै सबभन्दा राम्री भनेर भन्नु न अलिक खुसी बनाइदिनु न मलाई त्यस्तो बुझी चाहिन्छ त्यति धेरै पनि चाहिएन बोल्दाखेरि त सन्क्या हो सुरुमै संख्या सुरुमै सन्क्या हो के दाइरे लाइ हो पार त दिइसक्यो तिम्रो फेरि आशी दिन्छ अब के भनेको ओहो नि ल तपाईँ तरकारी बन्नु परेमा कुन तरकारी बन्नुहुन्थ्यो तरकारीमा म चाहिँ के भन्थेँ होला एक त आलु भन्थेँ हो मैले सोचिरहेको आलु अब जताततै होइन मिल्ने होइन सबैलाई यसो अनि अर्को चाहिँ करेला धेरै मन नपर्नेले फेरि खान्न नि त करेला मन पर्नेले फेरि छोड्दै छोड्दैनन् हो त्यो टाइपको के आलु र करेला प्लस पनि माइनस पनि सही हो नि त आलु करेला फेभरेट तपाईँ ठुलो भएपछि के भन्न चाहनुहुन्छ अरे म त अलि ठुलै त हो नि निस्किँदै पछि इन्ट्री गर जाँदै पछि इन्ट्री गर होइन अनि कति के हुनुपर्छ होइन अब हेर त यहाँ यस्तो यो त साह्रै मन पर्यो मलाई त एकदम खुतली आयो खुतली हो यो चाहिँ लामखुट्टे हो यसले चाहिँ चोकेर आइसकेको हुन्छ आज लाम्बुरेल भ्याउँछ क्या है यो अघि ढोकाको फ्याक्कै छिर्यो के रे त्यो आज खारुई जावा ट्रिपको दोस्रो दिन आज यता कता रमाइलो ठाउँहरू घुम्नेछौँ अनि बेलुकातिर हामी फर्कनेछौँ। तपाईँहरू पनि कामबाट अलिकति समय मिलाउनुहोस्, बेला बेला छुट्टी बस्नुहोस्, मन लागेका कुरा खानुहोस्, मन परेका चिजहरू लिनुहोस्, कतै घुम्न जानुहोस्, रमाउनुहोस्। पैसा त आउँछ जान्छ, तर समय र खुसी फिर्ता आउँदैन। नेगेटिभ नलिनुहोला, जीवनलाई सरल बनाउनुहोस्। भिडियो हेरिदिनु भयो धेरै धेरै धन्यवाद। हामी फेरि भेट्नेछौँ अर्को भिडियोमा। टेक केयर, बाई बाई।